हेलो गाइज नमस्ते, होप सबजना सन्चै हुनुहुन्छ होला। आजको यात्रा भनेको चार धाम। अब हामी अहिले त्यही इटरी छौँ। अच्छा ठीक है। अनि अबको लगभग 30 मिनट पछाडि हामी विराटनगरमा हुन्छौँ। अनि हाम्रो गाडी भनेको यही गाडी छ। गाडीका मालिक त फेरि यहाँ छ नि। Hey y'all, come look at this. गाडीको मालिक त यहाँ छन् र गाडीको बनाउट एकदम राम्रो। एक सेकेन्ड। अनि हाम्रो गाडीको टिम चलिबसेको होटल उसप होटल। इटरीमा हुने मान्छेले त चिनिसक्नुभयो यो कहाँ छ भनेर। टाढा हुने मान्छेलाई चाहिँ यो चाहिँ यसको लोकेसन भनेको इटरी बुढी खोला छेउ। र अबको यात्रा भनेको हाम्रो विराटनगर पछाडि गया हुन्छ। भोलि उहाँ गया गरेर श्राद्ध गर्ने अरे। अब हाम्रो यो एउटा चाहिँ फोन भेटिएको छ। यो हाम्रो फोन कसको सम्पर्कमा आइदिनु पर्यो। फोन कसको होला? यो फोन कसको होला? हाम्रो ओनर श्री भरत भट्टराईको हो। यो फोन चाहिँ उहाँलाई अहिले दिन्छु है म। सम्झेर यो कहाँ छोड्नु भएको थियो? उहाँको म होटलमा छोड्नु भएको थियो, मैले टिपेर ल्याएको हो। ल अब हामी गयौँ। ठुलो फोन छोड्नु भएको रहेछ तपाईँले। अनि ल हाम्रो अब यात्रा भनेको सुरु भइसक्यो। अगाडि हाम्रो ओनर भरत भट्टराईजी हुनुहुन्छ अगाडि। काममा ल भित्रको बनाउट भनेको गाडी लगभग प्याक भइसक्यो। हेलो गर्दै हुन्छ यता। हेलो हेलो। ल सबैजना आइसक्नु भएको छ यहाँनिर। विराटनगर जाने अब म अगाडि बसेर विराटनगर जाने बाटो देखाउँछु है। ए ओ तिमी छैन भित्र? अबको यात्रा हाम्रो विराटनगर हुनेछ। अब हाम्रो गाडी धनी अनि गाडी धनी दोस्रो गाडी धनी। अच्छा यता आमा हुनुहुन्छ र यो हाम्रो इटरी। त्यो इटरी रहेको छ। अब हामी लगभग इटरीबाट 25 मिनटमा विराटनगर पुग्छौँ। त्यस पछाडि विराटनगर हुँदै जोगमुनी हुँदै 500 किलोमिटर पार गएपछि गया आउँछ। गयामा गएर उहाँहरूले श्राद्ध गर्नुहुन्छ। अनि त्यस पछाडि हाम्रो भोलिको बसाइ भनेको नि गए नै हुन्छ। त्यस पछाडि हाम्रो बसाइ भनेको अर्को दिन बनारस जाने प्लान छ। अब अर्को भिडियो भोलि म तपाईँहरूलाई अर्को भिडियो लिएर आउँछु। त्यस पश्चात यो भिडियो चाहिँ हेरिदिनु होला, सक्दो सेयर गरिदिनु होला। अब यदि तपाईँहरू इच्छुक हुनुहुन्छ भने फेरि हामी चारधामको यात्रा उताबाट फर्केर 16-17 दिन पछाडि फर्केर फेरि लाने कुरा गरौँला। अच्छा अहिलेलाई यति भन्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। खत्म। बाय बाय, टाटा, गुड बाय, गया।